राख्यो तर सबै भाँच्ने बेलामा सुगाले पुरै कुनै घोडा बाँकी छैन। हेर्नुहोस् त ल, यसरी टुप्पामा यसरी टुप्पामा खाँदै सुगाले केही बाँकी राखेन। र अब बरु सुगालाई दिनुभन्दा बरु हरियो मकै नै भाँचेर राख्नु पर्यो भनेर हरियो भाँचेर चाहिँ सबै सुगाले सकिहाल्यो। के भन्नु, किसानलाई कतै पनि सुख रहन्छ। पाहाडमा पनि मकै मरिमरि फलायो, बाँदरले स्वा पाहाडबाट बाँदरबाट भागेर तराईमा आएको, तराईमा पनि बाली लगाए। यसरी चराचुरुङ्गीले सुगाधरीले हेर्नु त मकै सबै यसरी कुनै घोगा खाली छैन, सबैको टुप्पामा यसरी पारेको छ। र यो किसानलाई चाहिँ चारैपट्टिबाट मारमा रहेछ कि कतैबाट सुख र शान्ति छैन। राज्यले पनि हेप्ने किसानलाई नै, पशुपक्षीले पनि हेप्ने किसानलाई नै, मौसमले पनि हेप्ने किसानलाई नै। जलवायु परिवर्तन हुन्छ, वातावरणमा असर पर्छ, त्यसको असरले पनि हेप्ने किसानलाई नै। ल